हेलो गाइज वेलकम टु ब्याक केएल टेक्नोलोजी। गाइज आज म तपाईहरुको माझमा फेरि पनि तपाईहरुको कुनै पनि समस्या टेक्निकल जति पनि इस्युहरु आउँछ भने सबै कुरा हामी पोस्ट गर्न चाहिँ नपाए पनि तपाईहरुले केही मात्रामा सजिलो हुनको लागि चाहिँ म विभिन्न भिडियोहरु बनाइरहेको हुन्छु। आजको भिडियो रहेको छ तपाईहरुले जब चाहिँ एउटा कुनै पनि डेस्कटप किन्नुहुन्छ, ल्यापटप किन्नुहुन्छ भने ल्यापटप र कम्प्युटरमा जुन कुराहरु हामी चाहिँ विभिन्न कुराहरु जब किन्छौं हामी सबै एक्सेस उसको जुन जति पनि कुराहरु छ, जति पनि काम लाग्ने चीजहरु छ, त्यो सबै एक्सेस हामी जब लिन खोज्छौं त्यो कुराहरु विभिन्न कारणले नहुन पनि सक्छ। आज म तपाईहरुलाई ल्यापटप अर्थात कम्प्युटर जुनसुकै होस्, तर हामी चाहिँ आज चाहिँ कन्टेन्ट चाहिँ तपाईको पीसी बाट चाहिँ कम्प्युटरको तपाईको एउटा चाहिँ कन्सिस्टेन्ट जुन सिरिजको नयाँ लेटेस्ट जुन भर्खर चाहिँ अब केही समय भएको छ कन्सिस्टेन्ट को बोर्ड निस्केको छ, जसमा चाहिँ H61 मा चाहिँ हामी त्यसमा चाहिँ एउटा चाहिँ भर्चुअलाइजेसनको जुन सेटिङ छ। अब यो सेटिङ के को लागि चाहिन्छ र कुन प्रयोजनको लागि चाहिँ हामी युज गर्छौं भन्ने कुरा चाहिँ तपाईलाई लगभग थाहा नहुन सक्छ, तर यो किन अन गर्नुपर्छ भन्ने कुरा म तपाईलाई केही मात्रामा जानकारी गराउँछु। जब यो सेटिङ चाहिँ अन गर्नुहुन्छ भने तपाईको भर्चुअल काम मानौ तपाईको ल्यापटपमा चाहिँ ब्लक स्पोर्ट भन्ने सफ्टवेयर भनौं अथवा चाहिँ ल्यापटपमा चाहिँ गेमको लागि कुनै पनि अर्थात चाहिँ तपाईको डेस्कटपलाई चाहिँ तपाईले एन्ड्रोइडको रूपमा चाहिँ युज गर्न सक्ने विभिन्न फिचर्सहरु हुन्छ, त्यो फिचर्स उसले चलाउन दिदैन। यदि तपाईले भर्चुअलाइजेसन अन गर्नु भएको छ भने तपाईको स्मार्ट युज भनौं न तपाईको ल्यापटपको काममा चाहिँ तपाईको एन्ड्रोइड फोन जस्तै तपाईले युज एन्ड्रोइड एप्लिकेसन पनि चलाउन पाउनुहुन्छ र एन्ड्रोइड एप्लिकेसन चलाउन खोज्नुहुन्छ भने तपाईले यो अप्सन अन गर्नुपर्ने हुन्छ र यो अन कसरी गर्ने भन्ने कुरा तपाईले म भिडियोमा देखाउने छु। तर त्यो भन्दा पहिले के भन्न चाहन्छु भने तपाईले यदि त्यो अन गर्नु विभिन्न समस्याहरु आउन सक्छ हैन, तर तपाईले मेनली फोकस केमा गर्नुस् भने चाहिँ हम चाहिँ फिचर्स जुन छ त्यसको हैन कन्फिगरेसन जुन छ हैन सिस्टम कन्फिगरेसन जुन छ त्यसमा प्राय हुने गर्छ। तर म यसमा चाहिँ भिन्नै केही हुनाले चाहिँ तपाईले डाइरेक्टली हामीले खोज्दै गर्दा नभेट्न सक्छ, त्यसकारण तपाईले यो भिडियोमा चाहिँ म देखाउने छु तपाईको ल्यापटपको भर्चुअलाइजेसन कसरी अन गर्ने। सो तपाईलाई यो भिडियोमा देखाउनु। सो गाइस हामी ढिला गर्ने छौं, लेट्स स्टार्ट। सिम्पली तपाईको पीसीले शटडाउन गर्नु होला र शटडाउन गरेपछि तपाईले यहाँ देख्नुहुन्छ जस्तै मैले किबोर्डमा थिचिरहेको देख्नुहुन्छ डेल की छ, जुन डेल कीलाई तपाईले यसरी लङ प्रेस गरिराख्नु होला। लङ प्रेस यसरी गर्नुहुन्छ भने तपाईको केही समयपछि तपाईको बुट मेनु चाहिँ खुल्नेछ। बुट मेनु खुलिसकेपछि तपाईले सिम्पली जस्तै मैले थिचे हैन मेरो बुट मेनु यहाँ खुलिसकेको देख्न सक्नुहुन्छ। यहाँनिर मेरो यसको बुट मेनु खुलिसकेको छ। यसरी बुट मेनु खुलिसकेपछि तपाईले देख्नुहुन्छ यहाँनिर एडभान्स भन्ने अप्सन छ र जहाँ तपाईले क्लिक गर्नु होला। एडभान्समा तपाईले सिलेक्ट गर्नु होला र यहाँ देख्नुहुन्छ सीपीयू कन्फिगरेसन जसमा क्लिक गर्नु होला र सीपीयू कन्फिगरेसन क्लिक गरेपछि तपाईले यहाँ देख्नुहुन्छ तल आउनु होला। यहाँ देख्नुहुन्छ तपाईको इन्टेल भर्चुअलाइजेसन टेक्नोलोजी भनेको छ, जसलाई तपाईले इनेबल गर्नु होला। यसरी तपाईले इनेबल गरेर तपाईले F10 थिच्नु होला र तपाईले F10 थिच्ने बित्तिकै तपाईको यो जुन सिस्टम छ सेटअप जुन छ तपाईको यो सेभ भएर बस्छ। यसरी तपाईले चाहिँ भर्चुअल टेक्नोलोजी अन गरेर तपाईले विभिन्न फिचर्सहरु चलाउन सक्नुहुन्छ। थ्यांक यू गाइज फर वाचिङ माय भिडियो।